म त एकदम ठिक छु मम्मी। हिजो साथीहरूसँग कस्तो रमाइलो भयो। म आउँदो महिना घर आउँछु है। ल बाई। भिडियो कलमा त्यति धेरै हाँसेको त्यो केटी कल काटेको ठिक 5 मिनेटपछि आफ्नो कोठाको ढोकाभित्रबाट बन्द गर्छिन्। बत्ती निभाउँछिन् र अँध्यारो कुनामा बसेर आफ्नो दुवै हात मुख थुन्दै रुन थाल्छिन् ताकि उनको रुन्चे आवाज बाहिर कोठाका साथीहरूले नसुनुन्। भोलिपल्ट बिहान खबर आउँछ उसले आत्महत्याको प्रयास गरी। जब यो खबर उसको गाउँ, उसको परिवार र कलेजका साथीहरूसम्म पुग्छ, सबैजना एउटै कुरा भन्छन्, होइन होला, ऊ त कस्तो धेरै हाँस्थी, कति धेरै रमाइलो गर्थे, टिकटकमा त्यस्ता रमाइलो भिडियो हाल्थे, उसलाई पनि कतै डिप्रेसन हुन्छ र नाटक गरेकी होला। के तपाईँलाई थाहा छ यो हाम्रो समाजको सबैभन्दा ठुलो र खतरनाक भ्रम हो कि डिप्रेसन भएको मान्छे सधैँ रोएर बस्छ, सधैँ देवदास जस्तै फोहोर भएर कुनामा टोलाइरहन्छ। आज हामी एउटा यस्तो गम्भीर र आँखा खोल्ने यात्रामा निस्कँदैछौँ जसले हाम्रो नेपाली समाजमा डिप्रेसन सम्बन्धित 5वटा घातक भ्रमहरूलाई वैज्ञानिक र मनोवैज्ञानिक रूपमा टुक्रा टुक्रा पार्नेछ, जसका कारण हरेक वर्ष हजारौं नेपाली युवाहरूले गुपचुप रूपमा आफ्नो ज्यान गुमाइरहेका छन्। यदि तपाईँ वा तपाईँको कोही नजिकको मान्छे यो मानसिक पीडाबाट गुज्रिरहेको छ भने यो भिडियो तपाईँको लागि एउटा जीवनदायक साबित हुन सक्छ। अन्तिम सेकेन्डसम्म टिक्नुहोला, किनकि आज हामी यो मुखौटो उतार्दैछौँ जसलाई हाम्रो समाजले सत्य मान्दै आइरहेको छ। सबैभन्दा पहिलो र गहिरो भ्रम कि डिप्रेसन भएको मान्छे सधैँ उदास देखिन्छ। हाम्रो नेपाली समाजमा एउटा स्थापित मान्यता छ, यदि कोही मान्छे डिप्रेसनमा छ भने ऊ कोठामा अँध्यारो बनाएर बस्नुपर्छ, दाह्री कपाल पालेको हुनुपर्छ र कसैसँग नबोल्ने हुनुपर्छ। यदि कोही हाँसिरहेको छ, जागिर खाइरहेको छ वा परिवारसँग भोजभतेरमा रमाइलो रहेको छ भने हामी सोच्छौँ यो त खुसी छ, यसलाई के को डिप्रेसन। मनोविज्ञानमा यसलाई स्माइलिङ डिप्रेसन वा हाई फङ्सनिङ डिप्रेसन भनिन्छ। हाम्रो कथाकी पात्र काठमाडौँमा एउटा ब्याङ्कमा काम गर्ने 25 वर्षकी प्रीतिलाई हेरौँ। प्रीति अफिसमा सधैँ पर्फेक्ट देखिन्छन्, समयमा काम सक्ने, साथीहरूसँग जोक गर्ने, चिटिक्क परेर हिँड्ने। तर अफिसबाट फर्किने बित्तिकै प्रीतिभित्रको ऊर्जा पुरै समाप्त हुन्छ। उसलाई कपडा धुन, खाना पकाउन वा ब्रस गर्न समेत पहाड बगाए जस्तै गाह्रो हुन्छ। यो किन हुन्छ? वैज्ञानिक रूपमा भन्नुपर्दा हाम्रो दिमागमा सामाजिक छवि जोगाउने एउटा बलियो स्कम छ। प्रीति जस्ता मानिसहरू समाजको डरले वा परिवारलाई चिन्ता नहोस् भनेर आफ्नो डिप्रेसनलाई एउटा खुसीको मुखौटोले ढाक्छन्। यसलाई काउन्टर रेगुलेटरी बिहेभियर भनिन्छ, जहाँ मानिस आफ्नो भित्री पीडा लुकाउन बाहिर अझ बढी हाँस्ने र सक्रिय हुने नाटक गर्छन्। त्यसैले कसैको बाहिरी हाँसो हेरेर उसको भित्री मानसिक स्वास्थ्यको अन्दाज लगाउन सबभन्दा ठुलो गल्ती हो। अब लागौँ दोस्रो र सबैभन्दा घातक बुझाइतर्फ, जहाँ डिप्रेसनलाई केवल मनको कमजोरी वा नाटक सम्झिन्छ। नेपालमा अझै पनि एउटा साझा संवाद सुनिन्छ, के को डिप्रेसन, मन बलियो बनाउन, अलिकति दुःख पर्दैमा यस्तो कति कमजोर भएको। हिजो आजको बच्चाहरूलाई सानो कुरा पनि खप्न सक्ने क्षमता छैन, सबै सुख पाएर दिमाग बिग्रिएको। यो भनाइले डिप्रेसनबाट पीडित मानिसलाई अझ बढी अपराधी महसुस गराउँछ। तर वास्तविकता के हो भने डिप्रेसन कुनै मनको कमजोरी वा चाहना होइन, यो मुटुको रोग वा मधुमेह जस्तै एउटा वास्तविक जैविक रोग हो। एकजना मानिस डिप्रेसनमा हुन्छ, उसको दिमागमा सेरोटोनिन, डोपामिन र नोरेपिनेफ्रिन जस्ता महत्त्वपूर्ण रसायनहरूको सन्तुलन बिग्रिन्छ। यी रसायनहरूले हाम्रो मुड, ऊर्जा र निर्णय लिने क्षमतालाई नियन्त्रण गर्छन्। यसलाई अझ सजिलो गरी बुझौँ, यदि तपाईँको खुट्टा भाँचिएको छ भने तपाईँले कसैले मन बलियो बनाऊ र दौड भन्दा के तपाईँ दौडन सक्नुहुन्छ? सक्नुहुन्न नि, किनभने त्यहाँ शारीरिक चोट छ। डिप्रेसन हो भने दिमागको रासायनिक संरचनामा चोट लागेको हुन्छ। कसैले मन बलियो बनाऊ भन्नुको अर्थ रासायनिक असन्तुलन भएको दिमागलाई जबरजस्ती काम गर भन्नु हो, जुन असम्भव छ। यो कुनै नाटक होइन, यो दिमागको एउटा गम्भीर सर्ट सर्किट हो। तेस्रो कुरा जुन हामी प्राय सुन्ने गर्छौँ कि डिप्रेसन हुनका लागि जीवनमा कुनै न कुनै ठुलो घटना हुनै पर्छ। धेरै जसो नेपाली परिवारमा जब कसैले मलाई डिप्रेसन भयो भन्छ तब परिवारका सदस्यहरू सोच्छन् यसले के कुराको दुःख छ र, खाना ल्याउन पुगेकै छ, राम्रो कलेज पढेको छ, विदेश जाने तयारी हुँदैछ, परिवारमा कोही मरेको पनि छैन, बिना कारण किन डिप्रेसन हुन्? हामी सोच्छौँ कि डिप्रेसन हुनका लागि कि त बिजनेस डुब्नुपर्छ, कि त ब्रेकअप हुनुपर्छ, कि त कसैको मृत्यु हुनुपर्छ।
तर मनोविज्ञान भन्छ क्लिनिकल डिप्रेसनको कुनै स्पष्ट बाहिरी कारण नहुन पनि सक्छ। गाउँबाट काठमाडौँ आएर स्थापित भएको एउटा सफल इन्जिनियर 20 वर्षको आशिषको उदाहरण लिउँ। उसको जीवनमा सबै कुरा ठिक थियो, राम्रो कमाइ, माया गर्ने परिवार, तर पनि उसलाई हरेक बिहान उठ्दै एउटा भारी शून्यता र अर्थहीनताले थिच्थ्यो। उसलाई आफैसँग रिस उठ्थ्यो कि सबै कुरा हुँदाहुँदै पनि म किन खुसी हुन सकिरहेको छैन। यसलाई इन्डोजेनस डिप्रेसन भनिन्छ, जुन बाहिरी वातावरणका कारण होइन, भित्री जेनेटिक र न्युरोलोजिकल कारणले गर्दा हुन्छ। यदि तपाईँको परिवारको इतिहासमा कसैले मानसिक समस्या थियो भने तपाईँको जीवन जतिसुकै विलासी र सुखी भए पनि तपाईँलाई डिप्रेसन हुन सक्छ। डिप्रेसनले तपाईँको ब्याङ्क ब्यालेन्स, तपाईँको शैक्षिक योग्यता वा तपाईँको सामाजिक प्रतिष्ठा हेर्दैन। यो बिना कुनै बाहिरी कारण पनि कसैलाई पनि हुन सक्छ। चौथो भ्रम जसले मान्छेलाई अस्पतालको बेडसम्म पुर्याउँछ त्यो हो डिप्रेसन केवल दिमागको रोग हो, यसले शरीरलाई छुँदैन भन्ने सोच। हाम्रो समाजले मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यले दुईवटा फरक कुरा सम्झिन्छ। यदि कसैको टाउको दुखिरहेको छ, ढाड दुखिरहेको छ वा सधैँ ग्यास्ट्रिक भइरहन्छ भने हामी यसलाई फिजिसियन कहाँ लैजान्छौँ, तर कहिले सोच्दैनौँ कि यो डिप्रेसनको लक्षण हुन सक्छ। नेपाली समाजमा धेरैजसो मानिसहरू, विशेष गरी पाको उमेरका आमा बुवाहरू आफ्नो मानसिक पीडालाई शब्दमै व्यक्त गर्न सक्दैनन्। उनीहरू भन्छन् मलाई कस्तो कस्तो भइरहेको छ, मुटु कार्के जस्तो हुन्छ, हात खुट्टा झमझमाउँछ, आङ गल्छ, भोक लाग्दैन। अस्पताल गएर भिडियो एक्सरे र जाँच गर्दा सबै रिपोर्ट नर्मल आउँछ अनि डाक्टरले भन्छन् तपाईँलाई केही भएको छैन, घर जानुहोस्। मनोविज्ञानमा यसलाई सोमाटाइजेसन भनिन्छ। जब दिमागले सामाजिक तनाव, दुःख र हीनता बोधलाई सहन सक्दैन तब उसले त्यो पीडालाई शारीरिक लक्षणको रूपमा शरीरमा पठाइदिन्छ। डिप्रेसनले तपाईँको प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ। यसले शरीरमा कार्टिसोल नामक स्ट्रेस हर्मोनको मात्रा बढाउँछ, जसका कारण लगातार जिउ दुख्ने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने र पेटको समस्या जस्ता वास्तविक शारीरिक रोगहरू देखा पर्छन्। डिप्रेसन केवल टाउको भित्रको कल्पना होइन, यो पुरै शरीरलाई गलाउने एउटा शारीरिक सङ्कट पनि हो। र पाँचौं, हाम्रो समाजको सबैभन्दा संवेदनशील भ्रम कि धार्मिक नहुनु वा भगवानमा विश्वास नगर्दा डिप्रेसन हुन्छ। नेपाली समाजको अर्को एउटा डार्क पार्ट हो। जब कोही युवा डिप्रेसनको कुरा गर्छ तब घरका ठुला बडाहरू भन्छन् यो सब पूजापाठ नगरेर भएको हो, कुल देवता रिसाएर मती बिग्रेको हो, अलिकति मन्दिर जाने गर, ध्यान गर, भगवानको नाम लिऊ, तिम्रो ग्रह बिग्रेको छ, ठिक हुन्छ। वा अझ खतरनाक कुरा, यसलाई त ब्रोक्सी वा भूत लागेको छ, नामी झाँक्री कहाँ लैजानुपर्छ। अध्यात्म, ध्यान र धर्मले मानिसको मनलाई शान्ति दिन पक्कै मद्दत गर्छ, तर डिप्रेसनलाई केवल धर्मको कमी वा पापको फल भन्नु वैज्ञानिक रूपमा पूर्ण गलत हो। यो भ्रमले बिरामीले एउटा खतरनाक चक्करमा फ्याँकिदिन्छ, जसलाई हामी स्पिरिचुअल गिल्ट भन्छौँ। बिरामीले सोच्न थाल्छ मन्दिर जाँदा पनि मेरो मन किन ठिक भएन, के म पापी हुँ, के मलाई भगवानले पनि त्याग्नु भयो। यसले गर्दा ऊ झन् ठुलो अन्धकारमा डुब्छ। याद राख्नुहोस्, यदि तपाईँलाई एपेन्डिसाइट भएको छ भने के तपाईँ उसलाई मन्दिर लगेर भजन गाउन लाउनुहुन्छ कि सिधै अस्पतालको इमर्जेन्सी वार्डमा लैजानुहुन्छ? पक्कै पनि अस्पताल। डिप्रेसन पनि त्यस्तै हो। मन्दिर जानुहोस्, प्रार्थना गर्नु, त्यो तपाईँको व्यक्तिगत आस्था हो, तर डिप्रेसनको उपचार धामी झाँक्री वा हेराएर होइन, मनोविद र मनोचिकित्सकको परामर्श र औषधिबाट मात्र सम्भव छ। यदि तपाईँ आज यो भिडियो हेरिरहनु भएको छ र तपाईँलाई लाग्छ कि तपाईँ वा तपाईँको कोही साथी यो भ्रमहरूको घेरामा परेर छटपटाइरहनु भएको छ भने यसबाट बाहिर निस्कने केही व्यवहारिक र वैज्ञानिक उपायहरू छन् जसलाई हामीले पछ्याउनै पर्छ। पहिलो कदम हो पहिचान र स्वीकारोक्ति। सबैभन्दा पहिले आफैसँग इमान्दार हुनुहोस्। मलाई डिप्रेसन भएको छ भन्नुको अर्थ म पागल हुँ वा कमजोर हुँ भन्ने होइन। यसको मतलब मात्र यति हो कि मेरो दिमाग थकित छ र यसलाई मद्दतको आवश्यकता छ। दोस्रो कदम हो पेशेवर मद्दत लिनु। नेपालमा अझै पनि साइकियाट्रिस्ट कहाँ जानु वा मानसिक औषधि खानुलाई पागलपनको ठुलो ट्याग लगाइन्छ। यो ट्यागलाई लात मार्नुहोस्। थेरापी र आवश्यक परेमा एन्टी डिप्रेसेन्ट औषधिहरूले तपाईँको दिमागको केमिकललाई पुनः सन्तुलनमा ल्याउन जादु जस्तै काम गर्छन्। तेस्रो कदम हो साना खुड्किलाहरू चाल्नुहोस्। डिप्रेसन नहुँदा संसारको सबैभन्दा गाह्रो काम ओछ्यानबाट उठ्नु र ब्रस गर्नुहुन्छ। आफूले ठुलो लक्ष्य नलगाउनुहोस्। आज म केवल 5 मिनट घाममा बस्छु, आज म केवल 1 ग्लास पानी पिउँछु, आज म केवल आफ्नो कोठाको एउटा कुना सफा गर्छु। यस्ता साना साना कामले दिमागमा हराएको डोपामिनलाई बिस्तारै फिर्ता ल्याउन मद्दत गर्छ। र चौथो कदम हो नो भन्न सिक्नुहोस् र सामाजिक टक्सिसिटीबाट टाढा रहनुहोस्। जुन आफन्त वा साथीहरूले तपाईँको यो अवस्थालाई नाटक भन्छन्
उनीहरूबाट तुरुन्तै सामाजिक दूरी कायम गर्नुहोस्। तपाईसँग अहिले बहस गर्ने ऊर्जा छैन, तपाईँलाई अहिले निको हुनु छ। नेपाली समाजका आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी एउटा यस्तो देशमा बसिरहेका छौँ जहाँ शारीरिक चोट लाग्दै सिङ्गो गाउँ रुन्छ, तर मन रुँदा छिमेकीले हाँस्दै भन्छ नाटक गर्यो। हामीले यो टक्सिक सोचलाई अब बदल्नै पर्छ। यदि तपाईँको छोरा वा छोरीले भनिरहेको छ कि मलाई कस्तो कस्तो भइरहेछ, मलाई बाँच्न मन छैन भने कृपया उसलाई गाली नगर्नुहोस्, उसलाई कोठामा थुनेर मन बलियो बना नभन्नुहोस्, उसलाई अँगालो हाल्नुहोस् र भन्नुहोस् म छु नि बाबु, म छु नि नानी, के भएको भन, हामी मिलेर डाक्टर कहाँ जाउँ। तपाईँको एउटा अँगालो र स्वीकारोक्तिले एउटा कलिलो ज्यानलाई आत्महत्याको मुखबाट बचाउन सक्छ। र यो भिडियो हेरिरहनु भएका मेरा प्यारा साथीहरू जो आज यो अन्धकारसँग एक्लै लडिरहनु भएको छ, याद राख्नुहोस् तपाईँ एक्लो हुनुहुन्न। तपाईँको यो अवस्था स्थायी होइन, यो केवल एउटा बादल हो जसले केही समयका लागि तपाईँको जीवनको सूर्यलाई ढाकेको छ। बादल जतिसुकै कालो र मोटो भए पनि त्यसलाई चिरेर सूर्य एक दिन अवश्य उडाउँछ। तपाईँ कमजोर हुनुहुन्न, तपाईँ पापी हुनुहुन्न, तपाईँ केवल बिरामी हुनुहुन्छ र बिरामी मान्छे निको हुन्छ। आज यो भिडियो आफ्ना आमा बुवा, आफ्ना साथीभाइ र हरेक नेपाली ग्रुपहरूमा सेयर गर्नुहोस्। यो भिडियो सेयर गर्नु कुनै भ्युजका लागि होइन, यो हाम्रो समाजमा लुकेको त्यो अन्धकारलाई चिर्नका लागि हो जसले हाम्रो वरिपरिका मान्छेहरूलाई भित्रभित्रै खाइरहेको छ। एउटा भ्रम तोडौँ, एउटा जिन्दगी बचाउँ। आफ्नो ख्याल राख्नुहोस्, आफ्नो मनको कुरा सुन्नुहोस् र मद्दत माग्न कहिले नलजाउनुहोस्।